गर्ने एकदम ठिक चलिरहेछ। स्वागत छ तपाईँलाई हाम्रो लोकल कुराकानी भिडियोमा। धन्यवाद धन्यवाद। जीवन कस्तो चलिरहेछ त तपाईँको? जीवन एकदम ठिक चलिरहेछ। अनि यो मुडेको हावा पानी साह्रै सुन्दर छ। सुन्दर प्रकृतिसँग बस्दै गर्दाखेरि यो रिसोर्ट वरिपरि चाहिँ कस्तो महसुस हुन्छ हौ तपाईँलाई? लामो समयको अनुभव छ नि तपाईँसँग होइन? अब यो मुडेको हावापानी त्यसै राम्रै छ। रिसोर्ट वरिपरि आउँदा जे होस् एक खालको गुड फिलिङ्स आउँछ भनौँ न। गुड फिलिङ्स, गुड मात्र? गुड बेटर सबै। यहाँको मौसम चाहिँ कुन समय कस्तो हुन्छ र कुन समय कस्तो हुन्छ जस्तो लाग्छ तपाईँलाई? यो बेला भनेको यति बेला यस्तै कुहिरो आउने, त्यसपछि चैत वैशाखमा हरियाली हुन्छ, पुरै खुल्ला हुन्छ। अनि अब दसैँ टाइममा खुल्ला। यो ठाउँमा तर मौसमको चाहिँ भर नहुने है? मौसमको चाहिँ भर हुँदैन। गर्मीमा गर्मी, जाडोमा जाडो हुन्छ। यो ठाउँमा बसोबास चाहिँ कुन जातिका मान्छेहरू अलिक धेरै छन् यो ठाउँमा? यो ठाउँमा शेर्पा, तामाङ र दुई केही घर भुजेलहरू छ। सबै मिक्सै छ भनौँ न। प्रायः चाहिँ शेर्पा र तामाङ। शेर्पा र तामाङ है प्राय? हजुर। हाम्रो पानी गफ साह्रै मिठो गइरहेछ। तपाईँहरूको एकदम। यस मुडेमा चाहिँ यो मुन्धुम रिसोर्ट खोलिएको कति समय भएछ? अब लगभग 3-4 वर्ष पुग्छ। 4 वर्ष है? हजुर। यो स्टार्टिङ बनाउने समयदेखि कि ओपनिङ भएदेखि ओपनिङ चाहिँ 4 भएको वर्ष? ओपनिङ भएको चाहिँ 4 वर्ष? समय 4 वर्ष, बनाउनु लगभग 5 वर्ष लाग्यो होला। लगभग अराउन्ड यो सुरु गरेको चाहिँ 9 वर्ष जति भयो। यो मुन्धुम रिसोर्टले यो एरियामा कतिको के अरे फाइदा भएको छ कि घाटा जस्तो फिल गर्छ? फाइदा घाटा भन्दा नि फाइदा छ। किनकि अब रिसोर्ट भएर जस मान्छे आवत जावत बढिरहेको छ, पर्यटनहरूको विकास भइरहेछ है? भइरहेछ। केही समय मात्रामा भनेपछि यहाँ त प्रायः जस्तो रैथाने पर्यटन नै धेरै होलान् हुन त होइन? बाहिरको मान्छेहरू अलिक कमै आउलान्। जे भए पनि आउन चाहिँ आइरहेछन्। आइरहेछ। यहाँ तपाईँहरूको रैथाने कुराहरू चाहिँ के उठाउँछन् त यहाँको रिसोर्ट यो रिसोर्टले? यहाँको तपाईँहरूको आफ्नै स्थानीय उत्पादन मतलब रैथाने भनौँ न, रैथाने उत्पादनहरू साग सब्जीहरूदेखि लिएर अरू के उठाउने गर्छन्? यो छैन ठाउँको त्यो व्यापार? मेन भनेको आलु थियो, आलु मकै थियो। र अहिले यो गाउँको मान्छेहरूले आलु मकै छोडिसक्यो। अब रोप्नै छोडे? रोप्नु त रोप्छ, तर आफ्नो परिवारलाई पुग्ने रोप्छ। मात्र तर व्यावसायिक रूपमा छोडे है? व्यावसायिक रूपमा छोडे। अहिले किवी रोप्न थाले किवी? मान्छेहरूले। यहाँको अहिलेको सबैभन्दा प्रमुख उत्पादनको रूपमा चाहिँ किवीलाई किवी लिएको छ है? किवी लिएको छ अहिले। अब पहिलाको आलु मकै खेती गरेर पनि बजार छैन, त्यही भएर रोप्न छोडे मान्छेले। तर आलुको मार्केटिङ त राम्रो छ नि? मार्केटिङ राम्रो छ, तर यो ठाउँको आलु छैन, त्यस्तो मार्केटमा लाग्ने छैन, अहिले घटिसक्यो। यो ठाउँमा भनेपछि हावा चाहिँ एकदम सफा आउँछ, दुई मात्रै छैन होइन? हजुर। सुन्दर प्रकृतिको दृश्यहरू हेर्न सकियो, हजुर। कुनै सङ्कोचै छैन। अनि यहाँ तपाईँको यस ठाउँमा जन्म नै तपाईँको यहीँ होइन? जन्म नै यहीँ। भनेपछि कति वर्ष भयो? मेरो अब 23 वर्ष पुग्यो। 23 यही डाँडामा खेलेको हुर्केको। 23 वर्षमा यो ठाउँमा चाहिँ कति परिवर्तन आफ्नै आँखा अगाडि देख्न सक्नुभयो? परिवर्तन त धेरै परिवर्तन। पहिला हाम्रो बाजे पुर्खाहरूले यो ठाउँमा गाडी आउँदैन भनेर सोचेका थियो, तर गाडी आयो।
पहिला सडकहरू पुरै हिलो धुलो थियो, अहिले चिल्लो रोड भएको छ। यहीँ तलतिर नि गाडीहरू धरो यहीँ फस्दै तलतिर पहिला मान्छे हुर्लुङ पुगेर चढ्नु पर्थ्यो गाडी, अहिले त्यस्तो छैन। र हुँदैछ। यो रिसोर्ट पनि यहाँ खोल्छ भने सोचेकै थिएन, हामीले सोचेकै थिएन, अहिले रिसोर्ट खोलेको छ। धेरै चेन्ज भइसक्यो अहिले। यहाँको स्थानीय मान्छेले यस रिसोर्टमा केही मात्रामा रोजगार त पाइने भएको छ नि। पाइरहेको छ। यहाँ चाहिँ यस्तै हो कुराकानी होइन। उम्, सम्धीसँगको मिठो भेट, तामाङ सम्धी भर्सेस राई आएछ। ओके साथीहरू, अब छुट्टै खालको बन्छ ल हाम्रो। हस्, अनि हाम्रो एउटा भिडियो पनि आउट हुन्छ अब केही हप्तामा, हप्ता दिनभित्रमा। सुन्दरी टोल नामक एउटा चाहिँ एउटा सानो हास्य हाँस्य मनोरञ्जन मजाक प्लस त्यसमा केही कथाहरू, केही गाउँको कथा या त केही कसैको जीवनीको कथाहरू आउन सक्छ। सो वेट गर्नु होला र यस च्यानललाई चाहिँ के गर्नु भन्ने, सब्सक्राइब गरिराख्नु, फलो गरिराख्नु, अनि लाइक कमेन्ट सेयर पनि लाइक कमेन्ट हानिराख्नुहोस्। सेयर हानिदिइराख्नु। सो हाम्रो केही हप्ता पछाडि अवश्य आउँछ सुन्दरी टोल है त साथीहरू। ओके, यस्तै माया र साथ सपोर्ट गरिदिइरहनु होला। हस् त, नमस्ते, धन्यवाद। थ्याङ्क यू।